हेलो 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 नमस्ते सबैजनामा म विमल न्यौपाने पोल्ट्री सप्लायर्स अथवा कृषि नेपाल टिभीको सञ्चालक। यदि तपाईँहरू पनि नयाँ हुनुहुन्छ भने हामीलाई सब्सक्राइब गरेर लाइक गरेर साथ दिन सक्नुहुन्छ। आज चाहिँ म हाम्रो फार्मको प्यारेन्ट को खोरमा छु। हाम्रो भाले पोथीहरूको ब्याटको भाले पोथीहरू हो। यो चाहिँ एकदमै प्यारेन्ट भन्नाले चाहिँ ब्याटको भाले पोथीहरू है। प्यारेन्ट भन्नाले फेरि अर्को प्यारेन्ट नसक्नु होला। यो चाहिँ हाम्रो लोकल कुखुराको एकदमै हाम्रो लोकल कुखुराको माउहरू हो है। यसबाट हामीले चल्ला उत्पादन गरिरहेको छौँ। चल्ला उत्पादन गरेर तपाईँहरूलाई नेपालको जुनसुकै ठाउँ पनि डेलिभरी गर्छौँ। हामीले काठमाडौँबाट अल नेपाल डेलिभरी गरिरहेको छौँ है। हाम्रो यो माउको भालेपोथीहरू हो। यो चाहिँ एकदमै स्पेसल खालको। तपाईँहरूलाई चल्ला चाहिन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामीले नेपालको जुनसुकै ठाउँ पनि डेलिभरी गर्छौँ। र आज चाहिँ म कुरा गर्न गइरहेको छु चल्ला हाल्दाखेरि कहाँबाट हाल्दाखेरि एकदमै बेस्ट हुन्छ। चल्ला हाल्दाखेरि कसरी भर पर्ने, कसरी राम्रो फार्मबाट चल्ला हाल्न सकिन्छ अथवा हेचरीबाट चल्ला हाल्न सकिन्छ भन्ने जानकारी दिँदैछु। यदि तपाईँहरू पनि नयाँ हुनुहुन्छ र नयाँ कुखुरा पाल्ने सोच गर्दै आउनु भएको छ र फेसबुकमा अथवा टिकटकको भरमा चल्ला हाल्दै हुनुहुन्छ भने कहिले पनि चल्ला हाल्दाखेरि राम्रोसँग बुझेर आधिकारिक फार्म वा हेचरीबाट मात्रै चल्ला हाल्नुपर्छ है। त्यसरी चल्ला हाल्नुभयो भने तपाईँ फस्ने सम्भावना एकदमै कम हुन्छ र फस्नुहुन्न पनि। आधिकारिक फार्म वा हेचरी कसरी थाहा पाउने त भन्दाखेरि तपाईँलाई यदि त्यो मान्छेले जुन चल्ला हाल्नुहुन्छ, जहाँबाट चल्ला हाल्नको लागि रेडी हुनुहुन्छ तपाईँ अहिले, त्यो ठाउँको मान्छेलाई कल गर्ने। तपाईँको माउ हो भनेर फोन गर्ने। माउ हो कि नै भनेर मलाई माउ भिडियो कल गरेर देखाउनुहोस् भनेर भन्ने। भिडियो नमाग्ने। भिडियो अहिले फेसबुकमा छ्यापछ्याप्ती हाम्रै भिडियो चोरेर पनि धेरैजना मान्छेहरूले हाल्ने गरेको पाइएको छ। त्यो कारणले गर्दाखेरि तपाईँको माउ हो भने मलाई भिडियो कल गर्नुहोस्, माउहरू देखाउनुहोस्, तपाईँको प्यारेन्टहरू कस्तो छ, अनि त्यो प्यारेन्टको चल्लाहरूको कुन टाइममा दिनु सक्नुहुन्छ तपाईँले चल्ला हामीलाई भनेर पहिले कन्फर्म गरेर भिडियो कल गरेर मात्रै चल्ला हाल्नु होला है। आज हामीसँग चल्ला हाल्दाखेरि जहिले पनि म भन्छु किसान साथीभाइहरूलाई, अब रेगुलर लैरहेको किसानहरूले त पर्दैन, उहाँहरूलाई थाहा नै छ होइन। हामीसँग हाम्रो चल्लाको क्वालिटी कस्तो हुन्छ, हाम्रो चल्लाहरूको ग्रेडिङ कस्तो हुन्छ, कतिको राम्रो हुन्छ भन्ने कुरा उहाँहरूलाई अतुलनीय नै छ, थाहा नै छ होइन। हामीले चाहिँ चल्ला दिँदाखेरि जहिले पनि एक ग्रेड अन्डाको नै छानेर र एक ग्रेडको चल्लाहरू निकालेर दिने गरेका छौँ। यदि तपाईँहरूले पनि नयाँ हुनुहुन्छ र हाल्ने सोचमा हुनुहुन्छ भने डाइरेक्ट भिडियो कल गर्नुहोस्। वाट्सएप अथवा भाइबर के छ तपाईँको, मलाई त्यसमा कल गर्नुहोस् भन्ने, अनि झ्याप्पा लाएर कल गर्ने, भालेहरू हेर्ने, अनि त्यसपछि मात्र बुकिङको लागि पेमेन्ट हालिदिनु होला है। त्यसरी हाल्नुभयो भने तपाईँले चल्लाबाट कहिले पनि फस्ने सम्भावना हुनै हुँदैन। यदि तपाईँहरू काठमाडौँ, ललितपुर, भक्तपुर एरियामा हुनुहुन्छ भने नजिकै हो, फार्म हाम्रो काठमाडौँमै पर्छ। तपाईँहरू आएर हाम्रो फार्म भिजिट गरेर माउहरू हेरेर मात्रै चल्ला अर्डर गर्न सक्नुहुन्छ। त्यसरी चल्ला अर्डर गर्नुभयो भने तपाईँहरूलाई समस्या हुँदैन। एकदम ए क्वालिटीको चल्ला पर्छ। त्यही नै हो साथी हो। यदि तपाईँहरूले पनि चल्लाको लागि सोच्नु भएको छ, कुखुरा हाल्ने सोच्नु भएको छ भने हामीलाई नै सम्पर्क गर्न सक्नुहुन्छ। हामीले नेपालको जुनसुकै ठाउँ पनि डेलिभरी गर्छौँ। हाम्रो टिकटक, फेसबुक अथवा युट्युबलाई लाइक, सेयर, सब्सक्राइब गरेर साथ दिनु होला। साथै तपाईँहरूलाई हामीले गिरिराज, हाँस, कडकनाथ, बट्टाई, कालिज जस्ता विभिन्न जातका चल्लाहरू पनि उपलब्ध गराउँदै आएका छौँ, गराइ नै राखेका छौँ। हाम्रो बायोको नम्बरमा सम्पर्क गरेर अर्डर गर्न सक्नुहुन्छ। नेपालको जुनसुकै ठाउँ पनि डेलिभरी हुन्छ भन्दै आजको लागि म यहीँबाट बिदा लिन चाहन्छु। र अन्तिममा भन्न चाहन्छु सबैजना किसान दाजुभाइहरू नफस्नु होला कहिले पनि। माउहरू, प्यारेन्टहरू, भालेहरू हेरेर अथवा पोथीहरू हेरेर मात्र चल्ला लिनु होला भन्दै आजको लागि बिदा हुन्छु। हस्त, धन्यवाद। हाम्रो माउहरू यही हो त, सर्लक्कै लाएर हाम्रो हप्ताको 5000 चल्ला निस्किरहेको छ है अहिले।